यो पटक उडाइएको छ यो बल हामा र बल जानेछ लङतिर वाइट लङनको बाउन्ड्री किनारातर्फ 6 रनको लागि छक्का प्रहार लङनको बाउन्ड्री किनारातर्फ उडाइएको सट रहेको थियो छक्काको लागि खेलिएको थियो र छक्का प्रहार गर्नको लागि सफल भएका छन् र छक्काबाट यो 6 रनबाट 110 रन रहेको 4 वटा विकेट जेबी ब्रुजको टिम ओभरको यो सेकेन्ड बल थियो छक्का लगाउन पुगी गुलसनले 2 छक्का लगाउन पुगी गुलसनले तेस्रो बल ओभरको यो पटक उडाटेको बल स्क्वायर लेगको माथिबाट उडाइदिए र स्क्वायर लेगको माथिबाट बल टिप स्क्वायर लेगको बाउन्ड्री रेखा पार म्याक्सिममको लागि जान पुग्यो छक्का प्रहार गर्नको लागि सफल भएका छन् र छक्काबाट 116 रन रहेको 4 वटा विकेट जेबी ब्रुजको टिम यो बललाई गुडा टेकिकन स्क्वायर लेगको माथि खेलिदिए यसअगाडि लङअनको क्षेत्रतिर खेलिदिएका थिए र अहिले भने स्क्वायर लेगको क्षेत्रतर्फबाट छक्का प्रहार गर्न पुगे 3 छक्का लगाउन पुगे गुलसनले निकै खतरनाक ब्याटिङ गर्दैछन् 13 रन आइसक्यो यो ओभरमा यो ओभर राम्रो ओभर बनेको छ अहिलेसम्म जेबी ब्रुजको टिमको लागि